रौनक बनाइदिनको लागि सरल स्वभावकी धनी मिलनसार साध्वी श्री 108 तारा माताज्यूलाई आफ्नो मन्तव्य प्रस्तुत गरिदिन सप्रेम प्रणाम अर्पण गर्दछु। प्रणाम। कृष्ण कन्हैया लाल की, श्री निजानंद स्वामी की, श्री प्राणनाथ प्यारे की, समस्त सुंदर साथ की। अखंड मंडलाकारं व्याप्तमेन चराचरं तत्पदं दर्शितं येन तस्मै श्री गुरवे नमः। तस्मै श्री गुरवे नमः। साक्षात युगल स्वरूप श्री राजश्यामा जी को चारौं चरणमा नमन प्रणाम वन्दन अर्पण गर्दै यस मञ्चमा आसीन सम्पूर्ण गुरुजनहरूलाई प्रणाम गर्दै मञ्चमा आसीन सम्पूर्ण समितिका सेवा समितिका केन्द्र जिल्ला इकाइमा रहेर सेवा गर्ने सम्पूर्ण पदाधिकारीज्यू, साथै बाइजीराजका सबै केन्द्र जिल्ला इकाइमा रहेर सेवा गर्ने सबै पदाधिकारीज्यूहरू र सम्पूर्ण सुन्दर साथको चरण कमलमा कोटि कोटि प्रणाम गर्दछु। प्रणाम। परम आदरणीय सुन्दर साथजी आज त्रिदिवसीय पाठ पारायणलाई पूर्णाहुति गर्दै परम पूज्य गुरुजी श्री विद्यादास जी महाराजको शालिगलाई अनावरण गर्दै भर्खरै प्रमुख अतिथिज्यूहरू पनि प्रस्थान गर्नुभयो। यहाँ गुरुजीको वर्ष दिन पुगेको परम पूज्य गुरुजी श्री विद्यादास जी महाराज उहाँको परमधाम गएको 1 वर्ष पुगेको यो तिथिमा सम्पूर्ण सुन्दर साथीहरू उपस्थित भएर यहाँ पाठ पारायणहरू पनि सम्पन्न गर्नुभयो र मलाई सुरुकै दिनदेखि निमन्त्रणा गर्नुभएको थियो। म कुनै यात्रामा तीर्थ यात्रामा थिएँ, जो राति मात्र आइपुगेँ र यो जुन कार्यक्रम गुरुजीको परम पूज्य गुरुजीको कार्यक्रम अति राम्रोसँगले सम्पन्न भएको म देखिरहेकी थिएँ। परम पूज्य गुरुजी अति त्यागको मूर्ति हुनुहुन्थ्यो। जीवन एउटा के हो भन्दा त्याग हो। जबसम्म जीवनमा त्याग भावनालाई अपनाइदैन तबसम्म कुनै पनि एउटा जीवनमा इतिहास रच्न सकिँदैन। आज गुरुजीले एउटा इतिहासलाई जन्माएर जानुभयो, एउटा इतिहासलाई रचेर जानुभयो। आज उहाँको शालिग संसारले ढोग्नेछन्, संसारले प्रणाम गर्नेछन्। यो जुन गुरुजीको शालिग पूर्व पश्चिम जाँदा जुन मार्गमै परेको कारणले हजारौं लाखौंले दर्शन गर्नेछन्। किन भन्दा उहाँको त्याग, उहाँको जीवनमा शालीनता, धैर्यता, नम्रता अनि तपस्या, भक्ति भावले उहाँको जीवन नै ओतप्रोत भएको थियो। आज जीवनमा एउटा इतिहास रच्नु, जीवनमा इतिहास जन्माउनु सानो तिनो परिश्रमले हुँदैन, सानो तिनो त्यागले हुँदैन र गुरुजीले धेरै ठुलो त्याग तपस्या गरेर यो जुन ठाउँ प्रदान गरेर यहाँ ठुलो भव्य मन्दिर, यो संस्था निर्माण गर्नको लागि उहाँले यो ठाउँ दिएर आफू पनि लागेर यो तीर्थको एउटा निर्माण गर्नुभयो र गुरुजीको शालिग यो संस्थामा यसरी राखियो। संसारले पूजा गर्नेछन्, संसारले दर्शन गर्नेछन्। उहाँले गुरुजीले एउटा इतिहास कायम राखेर जानुभएको छ र यो एउटा तीर्थधाम पनि बनिएको छ जसको नाम हो ब्रिजदास। ब्रिज शब्द नै कति राम्रो छ। जुन ब्रिजमा कृष्ण आउनुभयो, जुन ब्रजको रज पनि अति पावन अनि पवित्र मान्छन् संसारमा, त्यस्तो ब्रिज नामले नै जुन पवित्र सुन्निने त्यस्तो खालको नाम, पवित्र नामबाट ब्रिजदास नाम भएका गुरुजी, जसले धेरै जागनी गरेर धेरै सुन्दर साथीहरूलाई जुन धामको मार्ग देखाएर, दिव्य परमधामको मार्ग देखाएर यो संसारबाट जानुभयो। तर उहाँ संसारबाट उहाँको शरीर गयो, तर उहाँको आत्मा सबैको हृदयमा छ। उहाँले जुन बोलेका, उहाँले दिएका उपदेशहरू जनजनमा छन्, सबैको हृदयमा छन्। त्यसले गर्दा आज गुरुजीलाई मान्नु, गुरुजीलाई जुन उहाँले भनेका उपदेशहरू मान्नु नै गुरुजीले गरेका कार्यहरूलाई अगाडि बढाउनु अनि उहाँका लक्ष्यहरूलाई अगाडि बढाउनु, उहाँका सपनालाई साकार गर्नु सम्पूर्ण चेलाचेलीको दायित्व हो, सबै सुन्दर साथको दायित्व हो र यो सुन्दर ब्रिजधामलाई अझै सुन्दर बनाएर लाने सम्पूर्ण सुन्दर साथको दायित्व हो र यो संस्था अझै अगाडि बढोस्, यो संस्था फलोस् फुलोस् र यो संस्था दिव्य बनेर जाओस् भन्दै हार्दिक श्रद्धाञ्जलीका 2 शब्दहरू अर्पण गर्दै म यहाँबाट प्रस्थान हुन चाहन्छु।
किन भन्दा गुरुजीको समाधिमा त्यहाँ पनि केही कार्यक्रमहरू गरिरहनु भएको भाइहरूले निमन्त्रणा गर्नुभएको थियो। त्यहाँ पनि दर्शन गर्न आजको दिन अति अनमोल छ। त्यसै गर्दा त्यहाँ पनि म दर्शन गर्न जानको लागि हतार गरिरहेकी छु र सम्पूर्ण सुन्दर साथ सम्पूर्ण गुरुजनहरूलाई कोटि कोटि प्रणाम गर्दै मेरा दुई शब्दलाई मैले विश्राम गरेँ। कृष्ण कन्हैया लाल की, सद्गुरु महाराज की, श्री प्राणनाथ प्यारे की, श्री 108 ब्रिजदास जी महाराज की, गुरुजी श्री ब्रिजदास जी महाराज की प्रणाम।